ए पासाहरू तपाईँहरूले सोचिरहनु भयो होला दुबईको पासा त काम गरेर छोडेर जेट स्की खेल्न गयो भनेर। तर त्यस्तो होइन। म मेरो क्लाइन्टको लागि उतो अगाडिको अलिफको प्लट देखाउन आएको हुँ। उहाँले मलाई कनेक्टिभिटीको बारेमा र प्लट देखाउ भन्नुभएको थियो। अनि मैले यो भिडियो चाहिँ किन बनाउँदैछु भने यो चाहिँ एउटा सिरियस इन्भेस्टरहरूको लागि, जसले दुबईमा इन्भेस्टमेन्ट गर्ने सोचिरहनु भएको छ। तपाईँहरूले दुबईमा कुनै पनि वाटरफ्रन्ट प्रपर्टीमा इन्भेस्ट गर्नु मन छ भने 2 मिलियन प्लसको इन्भेस्टमेन्ट चाहिन्छ। तर तपाईँलाई दुबई शारजाको बोर्डरमा सेम अपर्च्युनिटी, सेम डबल साइडेड सी फेसिङ अपार्टमेन्ट लिएर आएको छु, जसमा तपाईँहरूले इन्भेस्टमेन्ट गरेर 40 लाखको रेन्टल बनाउन सक्नुहुन्छ, जहाँ तपाईँहरूले बेटर कनेक्टिभिटी र फ्युचर इन्फ्रास्ट्रक्चरहरू बेटर पाउनुहुन्छ। तपाईँहरूलाई म एउटा गुड एक्जाम्पल देखाउँछु। त्यो अगाडिको बिल्डिङ जुन चाहिँ रहेको छ सिङ्गल टावर, त्यहाँ पनि तपाईँले वार्षिक 30 लाखको रेन्टल कमाउन सक्नुहुन्छ। बट तपाईँले यो कम्युनिटीमा अभियसली 40 लाखभन्दा बढीको रेन्टल र 50% भन्दा बढीको एप्रिसिएसन कमाउनुहुन्छ। अब रिजन त्यही रहेको छ, डबल साइड नै सी फेसिङ। त्यही भएर यदि तपाईँहरू कोही सिरियस इन्भेस्टर हुनुहुन्छ वा कोही सिरियसली दुबई इन्भेस्टमेन्टको बारेमा बुझ्न चाहनुहुन्छ भने मलाई कन्ट्याक्ट गर्न सक्नुहुन्छ। मेरो वाट्सएपको नम्बर मेरो बायोमा छ, मलाई डाइरेक्टली डिएम गर्नु होला।